रक्षाबन्धनमा मेरो दाजुभाइलाई के मिठाई बनाएर खुवाउने होला भनेर सोचेर बस्नु भएको छ भने चाहिँ स्पेसली यो भिडियो हजुरहरूको लागि है त। मैले चाहिँ एउटा बल्बमा आधी बटुका जति मिल्क पाउडर हालेँ, त्यस पछाडि चाहिँ माथिबाट अलिकति दुध हालेँ। दुध हालिसके पछाडि चाहिँ यतिको ब्याटर बनाएँ। यतिको ब्याटर बनाइसके पछाडि चाहिँ अब यसलाई हामीले पकाउनुपर्छ। त्यसको लागि चाहिँ एउटा कराई बसाएँ अनि माथिबाट चाहिँ 2 चम्चा जति घिउलाई हाल्दिएँ। घिउ राम्रोसँगले तातिसके पछाडि चाहिँ अगाडि नै ठिक पारेको ब्याटरलाई हाल्दिने। त्यस पछाडि चाहिँ राम्रोसँगले पकाउने, ढिँडो मस्काए जसरी नै मस्काइ पकाउने। अनि त्यस पछाडि चाहिँ यतिको सफ्ट डो भइसके पछाडि चाहिँ अब यो पाकेर रेडी भयो। त्यस पछाडि चाहिँ मैले एउटा प्लेटमा झिकिदिएँ। अनि मैले चाहिँ एकजनाको लागि मात्र बनाएको, त्यही भएर थोरै बनाएको छु। हजुरहरूले धेरै बनाउन पनि सक्नुहुनेछ। त्यस पछाडि चाहिँ माथिबाट आइसिङ सुगरलाई पनि हाल्दिने। अनि त्यस पछाडि राम्रोसँगले म्यास गर्ने। अनि त्यस पछाडि चाहिँ डल्ला पार्ने। सुरुमा चाहिँ हातमा टाँसिन्छ जस्तै हुन्छ, तर यसलाई डल्ला बनाइसके पछाडि चाहिँ राम्रोसँगले डल्ला हुन्छ। अनि मैले चाहिँ यसरी नै दुध मिठाई बनाएँ। हजुरहरू पनि रक्षाबन्धनमा दुध मिठाई बनाएर आफ्नो दाजुभाइलाई खुवाउनु होला। थ्याङ्क्स फर वाचिङ।